नमस्ते नमस्कार यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु र पक्कै पनि सबैजनाले मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, साथमा लाइक कमेन्ट र बेल आइकन पनि थिचिदिनु होला भन्न चाहन्छु। र यति बेलाको बसाइमा म भने सिनामङ्गलबाट तिनकुनेतर्फ जाँदैछु। यहाँहरूले यो माहौल देखेर पक्कै पनि बुझिसक्नु भएको छ होला। आज 2081 साल चैतको 15 गतेको दिन जुन तिनकुनेको पार्किङ स्थलमा चाहिँ निकै भयानक आन्दोलन भएको छ है। निकै ठुलो आन्दोलन भएको छ राजावादी र गणतन्त्रवादी बिचमा। भयङ्कर आन्दोलन, भयङ्कर जुलुस, टायर जलाउने, आगो बाल्ने, असुल ग्यासहरू युज गर्नेदेखि लिएर घर जलाउने, सँगसँगै गोली पनि चलेको छ भनेर भन्ने न्युज आएको छ। पक्कै पनि यो कुरा पनि साँचो हुनसक्छ। मैले अहिलेसम्म देखेको छैन गोली चलेको, किनकि म अहिले जाँदैछु। मैले तर सुन्न चाहिँ सुनेको थिएँ। एनिवे जे जस्तो भए तापनि बाँकी कुराहरू त्यहीँ गएर हेरौँला, अनुभव गरौँला के रहेछ कस्तो रहेछ। निकै भिडान्त भइरहेको छ, ढुङ्गा हानाहान भइरहेको छ, घरहरू तोडफोड भइरहेको छ, गाडीहरू जलाइरहेको छ, गाडीहरू तोडफोड गरिरहेको छ भन्ने कुराहरू चाहिँ मैले अलिअलि साथीहरू मार्फतबाट चाहिँ सुनिसकेको थिएँ। तर पनि ती सबै कुराहरूको अनुभव गर्नलाई, ती सबै कुराहरू हेर्नको लागि र भिडियो मार्फत यहाँहरूलाई देखाउनको लागि भनेर म यति बेला तिनकुनेतर्फ पैदल यात्रा गर्दै जाँदैछु। र यहाँहरूले देख्न सक्नुहुनेछ यहाँ माहौल एकदमै अस्तव्यस्त छ है। चारैतिरबाट बाटो ठ्याप्पै बन्द गरिएको थियो अघि चाहिँ। अहिले चाहिँ बिचबिचबाट बाइकहरू छिर्नसम्म चाहिँ पाएको रहेछ र गाडीहरू चाहिँ यहाँ छिर्न दिएको छैन। र यो तिनकुने चोकमा आइपुगेँ है। म चाहिँ तिनकुने चोकबाट चाहिँ अब म यता तिनकुने पार्कतर्फ लाग्दैछु। पक्कै पनि के भइरहेको रहेछ, कस्तो भइरहेको रहेछ यहाँहरूलाई सम्पूर्ण कुराहरू देखाउने प्रयास गर्नेछु। र उतापट्टि यहाँ साथीहरूको भनाइअनुसार घर पनि जलाइएको छ अरे होइन। एउटा ठुलो बिल्डिङ जलाएको छ, कति तोडफोड भए, कति उसहरू भए, त्यो सबै कुराहरू देख्न पाइनेछ। र म अहिले यहाँ तिनकुनेको यो पार्कमा आइसकेको छु। र उताबाट हेर्नुहोस् है त, पुरै दौड भइरहेको छ। उताबाट असुल ग्यास, ढुङ्गामुढा सबै कुराहरू प्रहार भइरहेको छ। पक्कै पनि यस्तो किन भइरहेको छ हाम्रो देशमा है। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर पुरै ढुङ्गा हानाहान, उतापट्टि घर जलिरहेको छ है, धुवा बलिरहेको छ। आगो चाहिँ भयङ्कर रूपले बल्दै गइरहेको दृश्य देख्न सकिनेछ। र साथमा उतापट्टि ढुङ्गा मुढादेखि लिएर हरेक कुराहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ। बाँकी भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला, यही नै भन्न चाहन्छु है त। अब र म लास्टमा भिडियोको अन्तिमतिर आइसकेको छु। पक्कै पनि यहाँहरूले यो भिडियो हेरेर
अवश्य पनि एक सब्सक्राइब, एक लाइक, एक कमेन्ट र सक्नुहुन्छ भने सेयर पनि गरिदिनु होला र साथमा साइडमा रहेको बेल आइकनलाई पनि थिचिदिनु होला भन्दै यहाँहरू माझबाट यति बेलाको बसाइमा भने बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।